ल है साथीहरू, आज म तपाईँलाई ठमेलको मर्निङ सो देखाउन गइरहेको छु। जुन मैले अहिले देखाइरहेको ठाउँ चाहिँ यो ठमेल रहेको छ। यो चाहिँ विशेष गरेर टुरिस्ट एरिया रहेको छ। यहाँ चाहिँ जति पनि मान्छेहरू घुम्न आउँछन् बाहिर देशबाट, यो ठाउँमा चाहिँ एकचोटि आएकै हुन्छ, किनकि यो पर्यटकीय क्षेत्र हो। यहाँ विशेष गरेर पर्यटकहरू यहाँ आएर रमाउन चाहन्छन्। जुन मैले अहिले देखाइरहेको ठाउँ चाहिँ भिआइपी एरिया रहेको छ र यो ठाउँमा चाहिँ दिनमा र बेलुका चाहिँ बेसरी भिड हुने गर्दछ। यहाँ विशेष गरेर चाहिँ टुरिस्टहरू पर्यटकहरू चाहिँ यहाँ म्याक्सिमम धेरै मात्रामा रहने गर्दछ। त्यसै गरेर अहिले मैले तपाईँलाई देखाइरहेको ठाउँ चाहिँ ठमेलको अहिले मैले मर्निङ टाइममा देखाइरहेको छु र यहाँ चाहिँ विशेष गरेर दिनमा र बेलुका चाहिँ भिड हुने गर्दछ र यो ठाउँ विशेष गरेर पर्यटकीय क्षेत्र रहेको छ। मैले अहिले बिहानको टाइम भएर यहाँ सुनसान देखिएको छ र यदि बेलुका आउने हो भने यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुने छैन।